आज चाहिँ म के गर्न लागिरहेको छु भनेदेखि मेकअप सिक्दैछु। मलाई मेकअप केही पनि गर्न आउँदैन है। मैले चाहिँ युट्युबमा अनि टिकटकमा ट्युटोरियलहरू हेरेर मैले सिक्दैछु एकदम बेसिक मेकअप। अनि मैले सामानहरू पनि मगाएको छु। मलाई केही आउँदैन, म फर्स्ट टाइम गर्दैछु है। अनि मेकअप गर्नुभन्दा अगाडि चाहिँ स्किन केयर गर्नुपर्ने रहेछ, त्यो चाहिँ मैले गरिसकेँ। आइब्रोबाट सुरु गर्दैछु। मिस्टेक भयो भनेदेखि पनि माइन्ड नगर्नु होला, मेरो सम्झनाको लागि यो भिडियो बनाउँदैछु। के गरी लाउने हो, मलाई नि केही आउँदैन। यसो गर्ने त होला नि है। ट्युटोरियल हेर्छु है म एकपल्ट। लाइन बनाउनु पर्ने रहेछ सुरुमा। अब लाइन बनाऊँ। ए भगवान, खै अब लाइन पनि बस्दैन, के गर्नु। खै त लाइनै बस्दैन त। अब मैले प्राइमर लिएँ। प्राइमर चाहिँ सुरुमा लाउनु पर्ने रहेछ हैन। प्राइमर लिएँ। अब मेकअपलाई स्मुथ बनाउनको लागि त्यसपछि चाहिँ फाउन्डेसन लाउनु पर्ने रहेछ। फाउन्डेसन चाहिँ कहाँ लाउनु पर्ने रहेछ भनेपछि आउनु एक्ने मार्क, डार्क सर्कल कहाँ छ त्यहाँ लाउने रहेछ हैन। मैले यहाँ लाएँ। अब ब्रसले गरे पनि हुँदो रहेछ, अनि त्यो ड्याप ड्याप गर्नेले गरे पनि हुँदो रहेछ। म पहिला ब्रसले गर्छु। म अर्कोले गर्छु एकपल्ट अब है। अर्कोले फाउन्डेसन लायो। अब कन्सिलर लाउनु पर्ने रहेछ। कन्सिलर चाहिँ आँखाको यस्तोतिर लाउने रहेछ। अब म चाहिँ यसले ब्रसले गर्दैछु है। ब्रस पनि कुनले गर्ने हो केही थाहा नै हुँदैन। अब यहाँ यसलाई यो धेरै गाह्रै काम रहेछ कि क्या भन्ने मलाई फिल भइरहेछ। ब्रोन्जर लाउनु पर्ने रहेछ। यो चाहिँ यहाँ यस्तो 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 जलाइन
यसरी लाउनु पर्ने रहेछ हैन अनि यहाँ पनि ठिकै लागिरहेको छु अनि यसलाई चाहिँ यसरी ड्याप गर्दा नि हुँदो रहेछ your eyeliner, you definitely मैले must चाहिँ अब यो because आई स्याडो you गर्न have लागेको है control with an eyeshadow, it doesn't smudge. मलाई जे आउँछ अब म त्यतै गर्छु जान्छु अब यो ट्युटोरियल हेरेर मलाई धेरै केही आउला जस्तो छैन यस्तो 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 गर्नुपर्ने रहेछ अनि अब मैले गर्नुपर्ने के बाँकी रह्यो ब्लस लाउनु पर्ने रहेछ यता 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 मलाई चाहिँ यही सजिलो लाग्यो है त्यो ब्रस चलाउनु भन्दा अब हाइलाइटर कहाँ लाउनु पर्ने भन्छ कहाँ उठेको हुन्छ नि जस्तै यहाँ नाकमा यो हाइलाइट गराउने जस्तै यो नाकमा अलिअलि यता आँखाको यता माथि यता अनि यतातिर यसरी लाउनु पर्ने हैन अब लगभग मेकअप सकिन लाग्यो अब बाँकी के रह्यो भनेदेखि मस्कारा अब मेकअपमा प्रो भन्छु अब म आइलाइनर चाहिँ मलाई लाउन आउँछ है अब यो मुनि पनि लगाउनु पर्यो बाँकी रह्यो भनेदेखि लिप लाइनर अब अर्को के बाँकी रह्यो खै हेर्छु म एकपल्ट भिडियो मैले त्यो फेक ल्यासेस लाउन मन लागेन अब स्प्रे सेटिङ स्प्रे खै त हौ पोल्यो मैले मिस्टेकले लाएँ कि क्या हौ आँखा पोलेर मर्यो हौ अब बगाएर मरे मेरो मेकअप गरेको सेटिङ स्प्रेले
यो कसरी लाउने हो सेटिङ स्प्रे? आँखामा परेर मेरो त आँसु नै आँसु भयो त। भगवान् मलाई अब मैले जिन्दगीमा गर्ने छैन। म जस्तो छु, मैले फाइनली के रियलाइज गरेँ, म जस्तो छु म जेमा छु म त्यसमै खुसी छु। धन्यवाद। मैले अबदेखि उता गरेर छैन। म मेरै कुरामा म ठिक छु, रमाएको छु ल। यत्रो दुःख गरेर मेकअप गरेको हो, लास्टमा सबै आँसुले पोखाल्यो। थ्याङ्क यू।